पढ्यौं। जस्तै ऐउङ, रिलिक, ऐऔङ, ऐऔज, हाइब्राट, लण, यमगणनम, झमय, गणदस, जबगणदस, ख ख छ ट ठ च ट तब, कपाय, ससुस र हल। अब सायद तपाईहरुले होमवर्क त गर्नुभएको होला, मतलब यसलाई चाहिँ कण्ठ पार्ने प्रक्रिया चाहिँ गर्नुभएको होला। सायद कसैलाई चाहिँ कण्ठ पनि भइसकेछ होला। अब त्यसपछि हामीले आज यो अब महेश्वर सूत्र याद भइसकेपछि त्यसको पछाडिको टपिकमा हामी प्रत्याहारमा जाउँछौँ। अब यहाँ प्रत्याहार भनेको के हो त भन्दाखेरि जुन महेश्वर सूत्रमा 14 वटा सूत्रहरू छन् त्यसमा सबै भावेल र कन्सोनेन्ट दुवै चाहिँ त्यहाँ मौजुद भएको छ र त्यसबाट हामी चाहिँ एउटा ग्रामरको बेसको रूपमा चाहिँ हामीले अगाडि बढ्दै जान्छौँ र अगाडि बढ्ने क्रममा जुन चाहिँ महेश्वर सूत्रलाई नै बेस मानेर हामीले अगाडि बढ्ने क्रममा त्यसबाट चाहिँ विभिन्न हामी सन्धि प्रकरणहरू पढ्छौँ। सन्धि प्रकरण भनेको दुईवटा भिन्दा भिन्दै वर्डहरूलाई कसरी चाहिँ जोडेर एउटै बनाउने भन्ने क्रममा त्यसमा चाहिँ विभिन्न फेरि अरू सूत्रहरू त्यहाँको सूत्रको मिनिङ भनेको चाहिँ फर्मुला अरू सूत्रहरू त्यो पछि हामी अध्ययन गर्छौँ। जस्तै वृद्धि र आदाय छ, अध्ययन गुण आदि इत्यादि भनेर एक प्रकारका सूत्रहरू हुन्छन्। त्यो सूत्रको आधारमा दुईवटा शब्दहरू मिल्दाखेरि पहिलो शब्दको अन्तिम अक्षर र दोस्रो शब्दको पहिलो अक्षरमा के कस्ता चाहिँ अक्षरहरू छन् त्यसको आधारमा त्यो प्रत्ययको चाहिँ हामीले त्यो प्रत्ययको जुन त्यसको सूत्रमा व्याख्या गरिएको अनुसार वर्डहरू चेन्ज हुन्छ। त्यो वर्डहरू चेन्ज हुँदाखेरि पहिला बेग्लै वर्ड भएकोबाट पछि आएर चाहिँ जोडिँदाखेरि अर्कै वर्डहरू चाहिँ फर्मेसन हुन्छ र त्यसको लागि यो प्रत्याहारको जरुरत हुन्छ। अब यहाँ प्रत्याहार भनेको कस्तो हो त भन्दाखेरि सपोज एउटा एक्जाम्पलको लागि अस्ति हामीले जुन महेश्वर सूत्र गर्यौं जस्तै महेश्वर सूत्रको चाहिँ पहिलो सूत्र हो ऐ उ। अब यसमा अ एउटा छुट्टै लेटर हो, ई छुट्टै, उ छुट्टै र आधा अण यो चाहिँ छुट्टै हो। तर यसबाट जुन हामीले चाहिँ बुझ्नुपर्ने कुरा के हो त प्रत्याहार भनेको कुनै पनि महेश्वर सूत्रको कुनै पनि पहिलो लेटर र पछाडिको लेटरलाई लियो भने त्यसमा बीचमा रहेका लेटरहरू के हो त भनेर सम्झने जुन एउटा चाहिँ प्रसङ्ग छ त्यसलाई चाहिँ प्रत्याहार भनिन्छ। जस्तै अब यो ऐ उण छ भने यसबाट एउटा प्रत्याहार बनाउन सकिन्छ अ र अण र अगाडिको यो अ र पछाडिको यो अणलाई चाहिँ लिएर यसरी अण बनायो भने यो एउटा प्रत्याहार भन्छ। अब यो प्रत्याहार भनेको के हो त भन्दाखेरि यसमा यो अण भन्ने प्रत्याहार हो जुन महेश्वर सूत्रमा हामीले अस्ति पढेको अनुसार अण भन्ने प्रत्याहारमा के लेटर छ त भनेर त्यो हामीले कण्ठ गर्नुपर्ने हुन्छ। अब जस्तै यहाँ अणको प्रत्याहारको रूपमा हामीले लिने हो भने लेटरहरूमा अ छ अनि ई छ र उ छ यसरी प्रत्याहारहरू बन्छन् र प्रत्याहारहरू जुन यो महेश्वर सूत्रको 14 वटा सूत्रबाट प्रत्याहारको रूपमा हामीले जाँदाखेरि जम्मा गरेर 42 वटा प्रत्याहारहरू पाणिनि ग्रामरमा चाहिँ दिएको छ। 42 वटा प्रत्याहारहरू पाणिनि ग्रामरमा दिएको छ। त्यसको लागि एउटा सानो मैले होमवर्क गरेको छु र मैले तपाईहरुलाई अस्ति बोर्डमा चाहिँ उता देखाउँ तर अलिकति लाइटको प्रब्लमले गर्दाखेरि र अक्षरको साइजको प्रब्लमले गर्दाखेरि तपाईहरुलाई बुझ्न र चिन्न गाह्रो भयो र शेयरमा मैले त्यो फोटोको रूपमा हाल्न खोज्दैछु।
हेलो हेलो हजुर सुनिन्छ हजुर आइरहेछ सुनिरहेछ सुन्छ है मैले यसको यो सुनिन्छ जुमको सेयरमा गएर एउटा सानो फोटो हालेको छु सबैले देखिराख्नु भएको छ क्लियरली देखिन्छ हो अब यो प्रत्ययहरू यसरी जुन 14 वटा सूत्र हामीले अस्ति पढ्यौं आई उन रिलिक ए औज हाइब्रिड लड यमगणनम झभय गणदास जब गणदास अफ छ तब कपाए सससर र हल अब यो 14 वटा सूत्रहरूबाट यसरी 42 वटा प्रत्याहारहरू हाम्रो यो संस्कृत ग्रामरमा चाहिँ युज हुन्छ प्रत्याहार भन्ने बित्तिकै अगाडिको एउटा लेटर र पछाडिको लेटरको बीचमा त्यही महेश्वर सूत्रको रिफरेन्समा हेर्दाखेरि त्यो बीचमा कतिवटा लेटरहरू छ भन्ने जुन एउटा हाम्रो प्रसङ्ग छ त्यसलाई प्रत्याहार भनिन्छ त्यो गरी यो 14 वटा श्लोकहरू मध्येबाट 42 वटा प्रत्याहार चाहिँ बनाएको छ अब जस्तै म सरसर्ती यसलाई चाहिँ पढ्दै ल्याउँछु अब जस्तै लेटर अबाट चाहिँ 8 वटा प्रत्याहारहरू बनाएको छ पाणिनि व्याकरणमा जस्तै अण अनि अक अच अट अण अम अस र अल त्यस्तै यीबाट चाहिँ 3 वटा प्रत्याहारहरू इण इक इच त्यसपछि हजुर उबाट एउटा प्रत्याहार उक र एबाट 2 वटा प्रत्याहार एङ र एच अनि एबाट एउटा प्रत्याहार ऐच खबाट 2 वटा प्रत्याहार ख र खर अनि ngबाट एउटा प्रत्याहार ngम चबाट 2 वटा प्रत्याहार चय र चर अबाट एउटा प्रत्याहार छौ जबाट एउटा प्रत्याहार जस झबाट 4 वटा प्रत्याहारहरू झस झस झय र झर र अर्को एउटा थपेर छ 5 वटा छ झबाट र अर्को एउटा झल यस्ता गरी बबाट एउटा प्रत्याहार बस त्यसपछि आएर भबाट एउटा प्रत्याहार भस अनि मबाट एउटा प्रत्याहार मय यबाट 6 वटा प्रत्याहारहरू योबाट यण यम य य र य त्यसपछि रबाट एउटा प्रत्याहार रल अनि वबाट 2टा प्रत्याहारहरू वल र वस सबाट 2टा प्रत्याहार सर र सल हबाट 2टा प्रत्याहार हस र हल यसरी 42 वटा प्रत्याहारहरू चाहिँ यो 14 वटा महेश्वर सूत्रबाट निस्किएको छ अब यसलाई पनि हामीले चाहिँ एक हिसाबले कण्ठ गर्नुपर्ने किन त भन्दाखेरि पछि सन्ध्या प्रकरणको प्रयोगमा जसरी चाहिँ सन्ध्याहरू हामीले गर्छौं मतलब 2 वटा वर्डलाई जोड्दाखेरि र त्यस बीचमा यही यो प्रत्याहारको चाहिँ अगाडिको र पछाडिको वर्डहरूबाट बीचमा भएका लेटरहरू त्यो चाहिँ हामीलाई याद हुनुपर्छ त्यसको लागि चाहिँ यो प्रत्याहारहरू चाहिँ हामीले अध्ययन गर्नुपर्ने हो र त्यही सन्धि प्रकरणको 2 वटा वर्डहरूलाई जोड्ने प्रसङ्गमा उसको आफ्नै ढाँचाको चाहिँ सूत्रहरू हुन्छ र त्यो सूत्रमा वर्णित हुन्छ मतलब यदि पहिलाको चाहिँ वर्डमा चाहिँ यस्ता खालका लेटरहरू छन् र पछाडिको यस्ता खालका लेटरहरू छन् भने यो प्रत्याहारको अक्षरहरू क्रमशः यो प्रत्याहारमा परिणत हुन्छ भने चाहिँ यस्ता खालका सूत्रहरूको चाहिँ व्याख्यान हुन्छ र त्यही अनुसारले चाहिँ हामीले त्यो फर्मुला लगाएर त्यो 2टा वर्डको बीचमा लेटरहरू चेन्ज गरेर त्यो वर्डलाई चाहिँ जोड्ने क्रम गर्छौं त्यसको लागि चाहिँ यो बुझ्न आवश्यक छ र प्रत्याहारमा हामीले अब जुन यो 42 वटा लेख्यौं त्यसमा चाहिँ अब भित्र के अक्षर पर्छ त भनेर चाहिँ हामीले प्र्याक्टिस गर्नुपर्ने जस्तै म एक्जाम्पलको लागि केही कुराहरू यहाँ म अगाडि राखिदिन्छु जस्तै अण जुन तपाईले यो
शेयरमा देखिराख्नु भएको छ पहिलो प्रत्याहार अण। अब अण भनेको जुन प्रत्याहार छ भने अब त्यसलाई महेश्वर सूत्रमा गएर हेर्नुहोस्, जुन तपाईँको अस्तिको क्लासमा चाहिँ नि भइसकेको छ। सायद कसैले चाहिँ त्यसलाई नोट पनि गरिसक्नु भएको छ र यदि अहिले तपाईँसँग साथमा चाहिँ अगाडि छ भने त्यही पनि हेर्नुभयो हुन्छ। जुन महेश्वर सूत्रलाई अगाडि राखेर हामीले हेर्यौँ भने जुन पहिलो सूत्र छ ऐ उ र प्रत्याहारमा हेर्दाखेरि जुन अण भन्ने जुन एउटा प्रत्याहार छ भनेको मतलब महेश्वर सूत्रलाई त्यसमा हेर्दाखेरि पहिलो अक्षर अ र अन्तिमको अक्षर अणलाई हेर्दाखेरि त्यो बीचमा कतिवटा अक्षर छ त्यो हामीले याद गर्नुपर्ने हो। र पहिलो प्रत्याहार अण प्रत्याहारमा जस्तै अघि पनि बोर्डमा मैले देखाइसकेको एक्जाम्पलै हो, अ इ र उ तीनवटा चाहिँ अक्षरहरू हुन्छ। अब त्यस्तै गरी अक प्रत्याहार। अब अक प्रत्याहार भनेपछि महेश्वर सूत्रको पहिलो सूत्र भयो ऐ उ र दोस्रो सूत्र भयो रिल रिक। अब हामीले त्यसमा हेर्दै जाँदाखेरि अ र क, अगाडिको अ भयो जुन चाहिँ ऐ उनको अ र दोस्रो सूत्र जुन चाहिँ रिल रिक त्यसको चाहिँ नि पछाडिको क, त्यो अ र क को बीचमा चाहिँ नि परेका लेटरहरू यो चाहिँ नि अक प्रत्याहार भित्र पर्छ। अब त्यो भनेको अ इ उ अनि रि अनि लृ। त्यस्तै गरी अच प्रत्याहार लिने हो भने अ अनि त्यहाँबाट च, च भनेको तपाईँको चौथो श्लोकमा आउँछ, चौथो सूत्रमा आउँछ ऐ उन रि लिक ए औ आइ औच। यसरी अगाडि हजुर भन्नु त तेस्रो लेखको छैन ए त्यो चाहिँ नि तपाईँको त्यो संज्ञा प्रकरणमा पछि हामी टाइम भयो भने पढ्छौँ। त्यसमा चाहिँ के गरेको संज्ञा प्रकरण भन्दाखेरि जुन चाहिँ नि यो आधा के अरे अक्षरहरू छ जुन कन्सोनेन्टहरू छ त्यसलाई चाहिँ नि एभोइड गरेको हुन्छ जब हामी प्रत्याहार बनाउँछौँ। हजुर, प्रत्याहार बनाउँदाखेरि जुन आधा अक्षरवालाको चाहिँ नि कन्सोनेन्टहरू छ त्यसलाई चाहिँ नि एभोइड गर्छौँ। त्यही भएर अण प्रत्याहारमा तीनवटा अक्षर अ इ र उ। त्यसपछि अक प्रत्याहार लियो भने महेश्वर सूत्रको पहिलो र दोस्रो सूत्र लिएर ऐ उ र रिलिकको भित्र पर्ने अदेखि कसम्मको भित्र पर्नेमा जुन आधा काटेको कन्सोनेन्ट छ त्यसलाई चाहिँ हामीले एभोइड गर्छौँ। त्यो चाहिँ नि संज्ञा प्रकरणको सूत्रमा चाहिँ नि व्याख्या गरिएको छ। नम्बरको अनमा चाहिँ नि एउटै हुँदा कसरी त्यो चाहिँ नि छुट्टिने हुन्छ? हो, त्यसमा त्यहाँनिर चाहिँ नि जब संज्ञा प्रकरण भइसकेपछि पछि जब चाहिँ नि हामीले सन्धि गर्छौँ त्यो सन्धिमा चाहिँ नि एक्सप्लेन गरेको हुन्छ कुन चाहिँ अण भनेर, जुन पहिलो सूत्रको अण हो कि र चाहिँ नि दोस्रो अण। जस्तै पहिलो अबाट चाहिँ नि दुईवटा प्रत्याहारमा दुईचोटि चाहिँ अण प्रत्याहारहरू परिएको छ र अण प्रत्याहारमा पहिलो अण भन्दाखेरि पहिलो सूत्रको ऐ उनको अण जुन अदेखि असम्म यसम्मको अणसम्मको जुन पहिलो सूत्रको अ इ र उ र दोस्रो अण भनेको चाहिँ नि ऐ उन रिलिक ए औ आइ औ हाइब्रिड लण जुन चाहिँ नि छैठौँ सूत्रको अण छ त्यो अणसम्मको चाहिँ नि लेटर। त्यही भएर पहिलो सूत्रको अ र छैठौँ सूत्रको अण त्यहाँसम्मको चाहिँ नि बिचका अक्षरहरू त्यो चाहिँ नि दोस्रो अण हुन्छ। त्यो चाहिँ नि अब त्यहाँ व्याख्या गरेको हुन्छ जुन अण चाहिँ नि लेटरहरू छ भने त्यहाँ चाहिँ नि पहिलो हो कि दोस्रो हो त्यो व्याख्या गरेको हुन्छ। एउटा चाहिँ नि यो अण प्रत्याहारको एउटा कमन चाहिँ नि हो पहिलो र दोस्रोमा। अब दोस्रो अणको चाहिँ नि प्रत्याहारको बिचमा चाहिँ नि के लेटर पर्छ त भन्दाखेरि अ इ उ रि लृ ए ओ आइ औ हाय व र ल यसरी चाहिँ नि अक्षरहरू पर्छ। त्यस्तै गरी अब अघि मैले भन्दै थिएँ अचको बारेमा। अच प्रत्याहारमा चाहिँ नि अदेखि लिएर तसम्मको अक्षरहरू अ इ उ रि लृ ए ओ आइ औ यतिसम्म चाहिँ नि अच प्रत्याहारमा पर्छ। त्यस्तै गरी अट प्रत्याहार
पाँचौं महेश्वर सूत्रको हयवरटसम्मको ट त्यहाँसम्मको प्रत्याहार लिँदाखेरि आई उन रिलिक आई औ आई आउट हायब्राट त्यहाँसम्मको लिँदाखेरि अ इ उ रिल रि ए ओ आई औ हायवर यतिसम्म चाहिँ नि लेटरहरू यसमा पर्छ। अनि त्यस्तै गरी अम प्रत्याहार। अब अम प्रत्याहारमा जुन चाहिँ नि साथमा यमगणनम छ, यमगणनमसम्म आई उन रिलिक ए औ आई आउट हायब्राट लड यमगणनमसम्म अगाडिको स्टार्टिङ अदेखि लिएर सातौं सूत्रको मसम्म यसरी लेटरहरू पर्न आउँछ। अ इ उ रि लि ए औ आई औ हायवर ल यम गण न नसम्म पर्न आउँछ। त्यस्तै गरी अस प्रत्याहार भनेको जुन चाहिँ नि 10औं सूत्र छ झब गण 10 आई उन रिली ए औ हे औ हायब्राट लड यम गणनम झमाए गणदस दब गणदस यहाँसम्मको स अगाडिको अदेखि यति भित्रको चाहिँ नि लेटरहरू अ इ उ रि लि ए ओ ए औ हायवर ल यम गण न झ अनि भ घ ड ढ ज ब ग ड द यतिसम्म यसको लेटरहरू पर्न आउँछ। त्यस्तै गरी अल प्रत्याहार लिने हो भने अल प्रत्याहारको अस्तिको क्लासमा पनि मैले हल्का अलिकति भनिदिएको थिएँ। अल प्रत्याहार भनेको चाहिँ अगाडिको अदेखि लिएर 14औं सूत्रको चाहिँ नि लसम्म 14औं सूत्रको जति पनि लेटरहरू छ त्यो चाहिँ नि सबै यसमा पर्न आउँछ। आई उन रिली ए औ आई आउट हायब्राट लड यम गणनम जभए गणदस जब गणदस प प च ट ट च ट कपाए स स रहल यति भित्रमा यो 14वटा सूत्रमा जति पनि लेटरहरू परेको छ जुन चाहिँ खुट्टा नकाटेको यो सबै यो अल प्रत्याहारभित्र पर्न आउँछ। जस्तै अल प्रत्याहारभित्र पर्ने भनेको अगाडिको अदेखि लिएर अ इ उ त्यसपछि रि लि ए ओ आई औ हायवर ल यम गण न त्यसपछि झ भ घ ढ ढ जब गड द त्यसपछि ख फ छ ठ ट ट क प स स स अनि ह यतिसम्म चाहिँ नि यसको लेटरहरू पढ्न आउँछ। त्यस्तै गरी इण इ र अण। अब इ भन्ने बित्तिकै अ इ उको जुन छ दोस्रो अपछि जुन दोस्रो चाहिँ नि इ छ महेश्वर सूत्रको पहिलो सूत्रमा अ इ उण जुन छ त्यसमा अपछिको जुन इ छ त्यहाँदेखि यो प्रत्याहार सुरु हुन्छ इ अनि अण। अब ऐ उणकै जुन पहिलो सूत्र छ त्यसमै रहेको इ र अणको बिचमा जुन रहेको अक्षरहरू त्यो भनेको अ लाई छोडेर इ र उ यो दुईवटा अक्षरहरू यो इण प्रत्याहारमा पर्छ भने। अब त्यस्तै गरी इक प्रत्याहार भनेपछि क भनेको महेश्वर सूत्रको दोस्रो सूत्रमा परिएको छ रिलिकमा। अब इदेखि लिएर दोस्रो सूत्रको कसम्म अ इ अनि त्यसपछि रि र लि। त्यस्तै गरी इच प्रत्याहारमा इदेखि लिएर चसम्म च भनेको चौथो सूत्रमा छ आई उन रिलिक ए औ आई आउट। त्यही भएर हाम्रो यो महेश्वर सूत्र जुन 14वटा छ त्यो चाहिँ नि कण्ठ हुनुपर्ने कारण त्यही हो। तपाईँलाई पछि संज्ञा प्रकरण गर्दाखेरि इनकेस यो प्रत्याहारहरू खासै याद भएन भने पनि हामीले चाहिँ नि महेश्वर सूत्र मात्र सबै कण्ठस्थ भएको कन्डिसनमा औँलामा गनेर पनि त्यो प्रत्याहारभित्र कुन अक्षरहरू पर्छ भन्ने कुरा हामीले चाहिँ नि निकाल्न सक्छौँ। त्यही भएर मेन चाहिँ नि महेश्वर सूत्र नै याद हुनुपर्ने हो। त्यस्तै इच भनेपछि आई उन रिलिक ए औ आई आउट हायब्राट च आई आउटसम्मको चौथो श्लोकसम्मको च भनेपछि अदेखि इदेखि चसम्मको इ उ रि लि ए ओ आई औ यति चाहिँ नि इस प्रत्याहार मात्र पर्छ।
अब जस्तै उक प्रत्याहार, अब उ भनेपछि महेश्वर सूत्रको पहिलो सूत्रमा अ इ उ छ, त्यो उ देखि लिएर क। अब क कहाँसम्म छ त भन्ने हामीले हेर्दाखेरि दोस्रो सूत्रसम्म रिलिकसम्म, त्यो उ देखि लिएर क सम्मको बीचको लेटरहरू उ रि र लि। त्यस्तै गरी एङ प्रत्याहारमा तेस्रो श्लोकमा ए छ र न पनि त्यसैमा छ। एङ प्रत्याहारमा दुईवटा लेटरहरू ए र ओ। त्यस्तै गरी एच प्रत्याहार त्यही तेस्रो सूत्रको ए देखि लिएर चौथो सूत्रको च सम्म ए ओ आई र औ यसरी पर्छ भने अब अर्को प्रत्याहारमा एच भनेको चाहिँ नि चौथो सूत्रको ए देखि लिएर च सम्म, त्यसमा चाहिँ दुईवटा अक्षर पर्छ ए र औ। त्यसपछि ख, अब ख भनेको 11औं श्लोकबाट सुरु हुन्छ, ख फ छ ठ ठ च ट ट अब त्यहाँदेखि लिएर अब त्यसपछि य कहाँसम्म छ हामीले हेर्नुपर्ने, कपय जुन चाहिँ 12औं सूत्र छ त्यसमा चाहिँ कपयको अन्तमा य छ भनेको मतलब 11औं सूत्रको सुरुवात ख देखि लिएर 12औं सूत्रको अन्तसम्मको प्रत्याहार हो। त्यो भनेको यसमा ख फ छ ठ ठ च ट त, त्यसपछि क प यति अक्षरहरू पर्छ। अब जस्तै खर अर्को प्रत्याहार, खर प्रत्याहारमा 11औं सूत्रको ख देखि लिएर जुन 13औं सूत्र स स सर त्यहाँसम्मको अक्षरहरू भनेको ख फ छ ठ ठ च ट त क प स स स यति चाहिँ लेटरहरू यो प्रत्याहारमा पर्छ। त्यस्तै ngम भनेको जुन चाहिँ हाम्रो अनुनासिक शब्द हो, यो भनेको 7औं सूत्रमा पर्छ, यम गण नम भनेर। त्यहाँ 7औं सूत्रमा जुन ङ छ, ङ देखि लिएर अनि त्यही 7औं सूत्रको एन्डिङ आधाम त्यहाँसम्म भित्रका अक्षरहरू ङ अण र न, यो तीनवटा अक्षरहरू यो प्रत्याहारमा पर्छ। अनि त्यसपछि अर्को चय, अब च भनेको पनि 11औं सूत्रमा पर्छ, ख फ छ ठ च, यो च देखि लिएर यहाँसम्म जुन 12औं को कपय छ, त्यो भनेको मतलब च देखि सुरुवात भएर च ट त प प यति अक्षर चाहिँ नि चय प्रत्याहारमा पर्छ भने अर्को जुन छ चर, अब चर प्रत्याहार च चाहिँ नि त्यही अघि भने जस्तै 11औं सूत्रदेखि सुरु भएर र भनेको चाहिँ नि 13औं सूत्रको अन्तमा स स र स त्यहाँसम्म पर्छ भने यसमा भएका लेटरहरू च ट त क प स स स तिनै प्रकारका सहरू। त्यसपछि आएर छ, अब छ भनेको चाहिँ नि छ कहाँबाट सुरु हुन्छ भने ख फ छ 11औं सूत्रमा 6बाट सुरु भएर छ ठ ट व जुन त्यही 11औं सूत्रको अन्त व छ त्यहाँसम्मको, अब त्यसको लेटरहरू छ ठ ठ ट ट त यति पर्दछ। अब जस भनेको चाहिँ नि जुन ज ब ग ढ धस छ, त्यही 10औं सूत्रमा 10औं सूत्रको सुरुवात र 10औं सूत्रको अन्त ज ब ग ढ दसमा भएका अक्षरहरू जस्तै ज ब ग ड ड यति हुन्छ भने अर्को झस, अब झस भनेको झ भ य 8औं सूत्रमा सुरु हुन्छ। अब त्यो झ देखि सुरुवात भएर अर्को स भनेको घ ढ ढस 9औं सूत्रको घ ढ ढससम्म, त्यसमध्ये पर्ने लेटरहरू झ भ घ ढ ढ यति पर्दछ। अर्को झस प्रत्याहार, झस प्रत्याहार भनेको चाहिँ नि त्यही 8औं सूत्रमा भएको झ देखि लिएर 10औं सूत्रमा भएको आधा ससम्म,
त्यसमा पर्ने लेटरहरू झ भ घ ढ ध ज ब ग ढ ड यति पर्छ। अर्को प्रत्याहार छ झय प्रत्याहार। झय प्रत्याहार भनेको 8औं सूत्रको झ देखि सुरु भएर जुन कपाय 12औं सूत्र छ कपाय त्यहाँसम्मको योसम्मको लेटरहरू जस्तै झ भ घ ढ ढ ज ब ग ढ ड। त्यसपछि ख फ छ ठ च ट ट क प यतिसम्म चाहिँ नि यसमा लेटरहरू पर्छ। त्यस्तै गरी झर प्रत्याहार। झर प्रत्याहार भनेको 8औं श्लोकको झ देखि लिएर 13औं स स स र सम्म। अब यसमा पर्ने लेटरहरूमा झ भ घ ढ ढ ज ब ग ड ड ख फ छ ठ ठ च ट ट क प स स स यति पर्छ। त्यस्तै गरी अर्को प्रत्याहार झल प्रत्याहार जुन 8औं श्लोकको 8औं सूत्रको झ देखि लिएर 14औं श्लोकको अन्त लसम्मको अक्षरहरू जस्तै झ भ घ ढ ड ज ब ग ड ड ख फ छ ठ ठ च ट ट क प स स स ह यतिसम्म पर्छ। त्यसपछि अर्को बस प्रत्याहार। बस प्रत्याहार भनेको 10औं सूत्रमा जब गणदश जुन छ त्यसमा भएको अक्षरहरू ब देखि लिएर अन्तको ससम्म। त्यसमा पर्ने लेटरहरू ब ग ड ड यति पर्छ भने अर्को प्रत्याहार भस प्रत्याहार। अब भस प्रत्याहार भ भनेको कहाँबाट सुरुवात हुन्छ 8औं सूत्रमा झ भ यबाट त्यसमा भएको भ देखि लिएर जुन घ ढ ढ आधा स जुन छ त्यहाँसम्मको लेटरहरू जस्तै भ घ ढ ढ। अब अर्को प्रत्याहार छ मय। अब मय भनेको म भनेको कहाँबाट सुरु हुन्छ त भन्दाखेरि यम गण नम जुन 7औं सूत्र छ त्यहाँको जुन म यो पछिको म देखि सुरुवात भएर आधा यो भनेको कपय जुन 12औं सूत्रमा छ कपयसम्मको यो। अब त्यसमा पर्ने अक्षरहरूमा म ङ अण अनि न झ भ घ ढ ढ ज ब ग ड ड ख फ छ ठ ठ च ट त क प यतिसम्म हुन्छ भने अर्को यण प्रत्याहार। यण प्रत्याहार भनेको जुन हयव्रतको य छ 5औं सूत्रमा हय वरट त्यो यो देखि लिएर त्यसको पछाडिको चाहिँ अण 6औं जुन अण छ लणमा यहाँ यति बीचका लेटरहरू जस्तै य व र ल ल। त्यस्तै यम प्रत्याहारको त्यही 5औं सूत्रको य देखि लिएर जुन 7औं सूत्रको यम गणनमको म छ त्यहाँसम्मका बीचका लेटरहरू जस्तै य व र ल ङ म य अण र न। त्यसपछि य प्रत्याहार। य प्रत्याहार भनेको यही हयव्रतको य देखि लिएर जुन चाहिँ नि 8औं सूत्रको झमयसम्मको लेटरहरू जस्तै य व र ल य म ङ ण न झ भ घ ढ ढ। अब अर्को प्रत्याहार छ य प्रत्याहार। य प्रत्याहार भनेको त्यही हयव्रतको य देखि लिएर 12औं सूत्रको कपयसम्मको य। त्यसमा पर्न आउने अक्षरहरू य व र ल य म अ ङ न
झ भ घ ढ ढ ज ब ग ड ढ ख फ छ ठ थ च ट त क प। त्यस्तै अर्को प्रत्याहार छ यर प्रत्याहार। यर प्रत्याहार भनेको पाँचौंको यदेखि लिएर 13औं सूत्र जुन स स छ र त्यहाँसम्मको अक्षरहरू जस्तै य व र ल य म ङ ण न झ भ घ ढ ढ ज ब ग ड ड ख फ छ ठ थ च ट त क प स स स यति पढ्न आउँछ। त्यस्तै रल प्रत्याहार भनेको जुन पाँचौं श्लोक छ, पाँचौं श्लोकमा हयवरट छ, हयवरटमा जुन र छ त्यो रदेखि लिएर अन्तको 14औं श्लोकको ल त्यहाँसम्मको अक्षरहरू जस्तै र ल य म ङ ण न झ भ घ ढ ढ ज ब ग ड ड ख फ छ ठ थ च ट क प स स स ह यति चाहिँ नि रल प्रत्याहार पर्छ भने त्यसपछि वल प्रत्याहार। अब वल प्रत्याहार भनेको पाँचौं सूत्रको व हयवरटको व देखि लिएर अन्तको 14औं सूत्रको लसम्म यसमा पर्ने अक्षरहरू व र ल य म ङ ण न झ भ घ ढ ढ ज ब ग ड ड ख फ छ ठ ठ च ट क प स स स ह। त्यस्तै आयो अर्को प्रत्याहार वस प्रत्याहार। अब वस प्रत्याहार भनेको पाँचौंको हयवरटको व र 10औंको जब गड 10को स यति बीच पाँचौंको व र 10औंको स बीच पर्ने लेटरहरू जस्तै व र ल य म ङ ण न झ भ घ ढ ढ ज ब ग ड ड। त्यस्तै अर्को प्रत्याहार छ सर प्रत्याहार। सर प्रत्याहार भनेको जुन 13औंको स छ अगाडिको स र 13औंकै अन्तको र आधा र यति बीच रहेका अक्षरहरू त्यो भनेको स स र स तिनै प्रकारका सहरू। त्यसपछि अर्को प्रत्याहार सल प्रत्याहार। सल प्रत्याहार भनेको 13औं सूत्रको स र 14औं सूत्रको अन्तमा ल यहाँसम्म बीचमा परेका लेटरहरू जसमा तिनै प्रकारको स स र स त्यसपछि ह। अब अर्को हस प्रत्याहार। हस प्रत्याहार भनेको जुन पाँचौं श्लोकको हयवरट छ त्यो हयवरटको ह र त्यसपछिको स भनेको 10औं श्लोकको जब गड 10 को स। अब त्यो बीच पर्ने लेटरहरूमा ज य व र ह य व र ल य म ण ण न झ भ घ ढ ढ ज ब ग ड ढ। त्यसपछि आएर अन्तिम प्रत्याहार जुन छ 42औं प्रत्याहार त्यो चाहिँ हल। अब हलमा पाँचौं जुन हयवरटको ह छ त्यहाँदेखि लिएर 14औंको हलको अन्तको ल यहाँसम्म चाहिँ नि पर्छ त्यो भनेको ह य व र ल य म ङ ण न झ भ घ ढ ढ ज ब ग ड ड ख फ छ ठ ठ च ट ट क प स स स ह यतिसम्म चाहिँ नि यसमा चाहिँ नि लेटरहरू पर्छ। अब एकचोटि मैले यो सरसर्ती तपाईँहरूलाई सबै चाहिँ नि
सुनाइदिएँ। अब तपाईहरुले घरमा एकचोटि चाहिँ यसलाई सरसर्ती प्र्याक्टिस गर्नु होला ताकि पछि हामीले अरु अगाडिको टपिकहरुमा जुन यो सन्ध्या प्रकरण मतलब सन्धिहरु बनाउँदाखेरि दुईवटा वर्डहरु जोड्दाखेरि त्यति बेलाको सूत्रहरु फर्मुलाहरु जुन प्रकारले चाहिँ वर्णन भएको छ त्यसमा यस्तो खालको चाहिँ प्रयोगहरु हुन्छ। यसको चाहिँ जुन प्रत्याहारका यो शब्द लेटरहरु अक्षरहरुको चाहिँ युज हुने भएको भएर यो चाहिँ हामीले यसरी चाहिँ कण्ठ गर्नुपर्ने हो। अब यसलाई एक्चुअली चाहिँ हेर्नु होला, हुन त अलिकति यो गाह्रो छ तर संस्कृतको बेस भनेकै नै यही हो। तर इन केस अब प्रत्याहार जुन 42 वटा प्रत्याहार सपोज तपाईले चाहिँ कण्ठ भएन भने त्यसको एउटा मेन टेक्निक भनेको यो 14 वटा सूत्र चाहिँ कण्ठै हुनुपर्छ। जब 14 वटा सूत्र कण्ठ भएपछि त्यो 14 वटा सूत्रलाई औंलामा हामीले चाहिँ गर्न सक्छौं र कुनै बेला त्यहाँ चाहिँ यो फर्मुलामा भने अनुसार जस्तै कुनै एउटा प्रत्याहार भन्ने बित्तिकै हामीले त्यो महेश्वर सूत्र मात्र औंलामा गर्दै गयो भने ठ्याक्कै पत्ता लाग्छ जुन लेटर जहाँबाट सुरु गर्छ त्यहाँबाट र अर्को चाहिँ जुन प्रत्याहारको चाहिँ अन्तको लेटर छ कहाँसम्मको हो भन्ने कुरा त्यो पत्ता लाग्छ। त्यसरी हामीले पनि यसलाई चाहिँ प्र्याक्टिसमा अगाडि बढाउन सक्छौं। यो कुन अक्षर लिने भनेर अलिक कन्फ्युज भयो के? हजुर, कुन अक्षर लिने भनेर जस्तै यो जस्तै म क्यामेरा अन गर्छु। पहिलो अक्षर कुन हो भने कसरी छुट्याउनु सर? हजुर, पहिलो अक्षर कुन लिने भनेर कसरी छुट्याउनु सर? अब पहिलो अक्षर त्यही यो महेश्वर सूत्रमै आधारित छ। जस्तै महेश्वर सूत्र तपाईले हेर्नुभयो भने अ उ देखि लिएर जस्तै अ को अक्षरबाट मात्रै 8 वटा प्रत्याहार बनेको छ। अब 8 वटा प्रत्याहारमा यहाँ अ सुरु भएदेखि अब त्यो अ देखि लिएर जुन प्रत्याहार हुन्छ जस्तै पहिलो प्रत्याहार भनेको अण प्रत्याहार त्यही सूत्रमा जस्तै महेश्वर सूत्रको पहिलो सूत्रमा नै अ उ छ र अ देखि त्यो अ देखि लिएर त्यसमै एन्ड भएको अणसम्मको लेटर भन्ने बुझियो र त्यसमा त्यही अण एउटा प्रत्याहारमा चाहिँ एक्सेप्सनल छ। त्यो चाहिँ पछि सन्ध्या प्रकरणमा त्यहाँ चाहिँ व्याख्या गरेको हुन्छ कुन चाहिँ अण लिने भनेर। किन भन्दाखेरि अण चाहिँ अर्को पनि एउटा हामीसँग चाहिँ लास्टमा चाहिँ लड जुन 6औं चाहिँ सूत्र छ त्यसमा पनि अण आएको छ। त्यो कारणले गर्दाखेरि त्यहाँ यदि दोस्रो अण प्रत्याहार हो भने चाहिँ त्यहाँ पहिलोको अ देखि लिएर 6औंको अणसम्मको बीचको लेटर। अब कुन अक्षर कुन जस्तै भन्दाखेरि यो अणले छुट्याउनु पर्यो। यो 1 को अण र अनि 7 को अणबाट छुटिने हो। हजुर, अनि त्यस्तै एउटा मात्र त्यो एउटा एक्सप्रेसनल भयो र अरु चाहिँ सबै चाहिँ सिस्टमेटिक नै छ। जस्तै अप हेर्नु हो भने अब अ भन्ने बित्तिकै महेश्वर सूत्रको अगाडिको सूत्रदेखि सुरु हुन्छ अ देखि। अनि अब क भनेको महेश्वर सूत्रमा 14 वटा सूत्रमा हामीले हेर्दै जाँदाखेरि पहिलो क कहाँ भेटिन्छ भन्दाखेरि दोस्रो सूत्रमा रिलेटमा। त्यही भएर अप प्रत्याहार भन्यो भने पहिलो महेश्वर सूत्रको अ देखि लिएर दोस्रो महेश्वर सूत्रको कसम्म त्यहाँसम्मको बीचको अक्षरहरू भन्ने बुझिन्छ। सर हजुर अलि मैले यो कसरी लिएको भनेर नबुझेर यसो विचार गर्दाखेरि हजुरले अगाडि भन्नुभएको अ को प्रत्याहारको चाहिँ अ को सुरुबाट महेश्वर सूत्रको अबाट स्टार्टिङ भएर 14औं सूत्रको ल सम्ममा बीचमा भएका अक्षरहरूमा हैन अक्षरहरूमा अ को लिँदाखेरि अबाट चाहिँ त्यसैको लास्टमा अण आएको चाहिँ अण चाहिँ भयो हैन 1 नम्बरमा। 2 मा आएर त्यही अबाट दोस्रो सूत्रको क खुट्टाकाको अक भयो है। यसरी गर्दै जाँदाखेरि मैले यहाँ के भेटाएँ भने अ चाहिँ अ य चाहिँ अ य अ श अब यिनीहरू चाहिँ छुटेको पायौं। अरु त त्यो सबै ल्यायो जस्तै सुरुको अ सेकेन्ड
त्यसैको लास्टको अन, त्यसपछि अबाट दोस्रो क, अनि अबाट तेस्रो अङ आएन, त्यसपछि च आयो, त्यसपछि ट आयो, अन त पहिला गयो है। तपाईको प्रश्न बुझे मैले। हजुर, तपाईको प्रश्न बुझे। जुन हामीले एउटा म्याथमेटिकल वेमा तपाईले भन्नुको म्याथमेटिकल वेमा त्यहाँबाट स्टार्टिङ गर्दै लग्दाखेरि जुन बीचका प्रत्याहारहरू बनिन्छ। तर पाणिनि व्याकरणमा उहाँले कसरी साइन्टिफिक गर्नुभएको छ यसलाई भन्दाखेरि जुन चाहिँ प्रत्याहार हामीलाई पछि चाहिँ यो रूपहरू चलाउनको लागि संज्ञा प्रकरणको लागि युज हुने प्रत्याहार भनेको यही 42 प्रत्याहारहरू हो। अब त्यो चाहिँ नि त्यही अघि मैले भने सूत्रको आधारमा जुन सूत्र चाहिँ नि त्यहाँ व्याख्या गरेको छ त्यही अनुसारले त्यो सूत्रले वर्णन गरेका लेटरहरू हामीले चेन्ज गर्ने हो। अब त्यो मध्ये यो 14वटा महेश्वर सूत्र मध्येबाट पाणिनि व्याकरणमा चाहिँ नि 42वटा प्रत्याहारहरू बनिएको छ। अब त्यो बाहेक अरू प्रत्याहार चाहिँ नि हामीलाई त्यति युज चाहिँ छैन भन्दाखेरि सर यसमा यो भनेको चाहिँ हामीले प्रत्याहारलाई चाहिँ प्योर साउन्ड भनेर भन्न सकिन्छ। प्योर साउन्ड भनेर भन्न सकिन्छ। प्रत्याहारलाई चाहिँ यो रि लि यिनीहरू ओ औ यिनीहरू प्योर साउन्ड नभएको कारणले गर्दाखेरि यिनीहरूलाई समावेश नगरेको र त्यस्तै किसिमले अरू पनि अशुद्ध शब्द र कन्सोनेन्ट भवेलहरूलाई चाहिँ युज नगरेको भन्न सकिन्छ। होइन, रि लि अनि त्यसपछि ए औको पनि प्रत्याहार चाहिँ छ। जस्तै यको छ यङ प्रत्याहार अनि यच प्रत्याहार, त्यसपछि आएर ऐको अच प्रत्याहार भनेर छ। त्यो चाहिँ नि जुन हाम्रो सन्धिको लागि मतलब दुईवटा शब्दहरू जोड्नको लागि जे जति पनि चाहिने प्रत्याहारहरू छ त्यति मात्रै यो 42 प्रत्याहारमा चाहिँ सीमित गर्नुभएको छ पाणिनि ऋषिले। मलाई लागेको चाहिँ यसमा एउटा यसमा लागेको चाहिँ यो चाहिँ कुनै नियमबद्ध भन्दा पनि यो चाहिँ एउटा फर्मुला जस्तो लाग्यो। यो 42वटा भित्र मात्रै हामी पछि युज गर्छौँ, अरू त हामी कम्बिनेसन अब 100वटा बनाउन सकिन्छ होला, जुन चाहिँ प्रयोग नहुने भएको भएर हाम्रो कन्सर्नको विषय भएर यो 42वटा चाहिँ हामी प्रयोग गर्ने भएको भएर त्यसैले यसलाई फर्मुलाको रूपमा यो कहाँबाट आयो भने फर्मुलाको रूपमा चाहिँ हामीले प्रयोग बुझ्दाखेरि देश लाग्छ होइन। प्रत्याहार भन्ने बित्तिकै हामीले यति बुझ्यौँ कि अगाडिको एउटा लेटर र त्यसपछि जुन पछाडिको जुन खुट्टा काटेको कन्सोनेन्ट छ त्यहाँ बिचको अक्षरहरू के हो त त्यो चाहिँ प्रत्याहार भयो। त्यस्तै अघि बजिमाया म्याडमले सोध्नु भएको जस्तै यदि हामीले यसलाई म्याथमेटिकल वेमा लग्यौँ भने चाहिँ नि अदेखि लिएर पहिलो सूत्रमा य छ भने एउटा अण प्रत्याहार बन्यो, त्यसपछि फेरि ईदेखि अणसम्म अर्को प्रत्याहार, फेरि उदेखि अणसम्म अर्को प्रत्याहार, त्यस्तै गरी फेरि अदेखि क फेरि अदेखि ङ गर्दै पनि हामीले लाग्न सक्छौँ। जुन अहिले ज्ञानेन्द्रजीले भन्नुभयो जस्तै यसरी चाहिँ बनाउने हो भने थुप्रै प्रत्याहारहरू बन्छौँ। तर पाणिनि ग्रामरमा चाहिँ नि जुन युज हुने हाम्रो जति पनि यो के अरे शब्द निर्माणहरूको लागि र सन्धि निर्माणहरूको लागि युज हुने जति पनि प्रत्याहारमध्ये यो 42वटा प्रत्याहारहरूलाई चाहिँ नि उहाँले समावेश गर्नुभएको छ। त्योभन्दा अरू प्रत्याहारहरू चाहिँ हामी युज गर्दैनौँ। त्यो भएको कारणले गर्दाखेरि ज्ञानेन्द्रले भने जस्तै एउटा फर्मुलाको रूपमा चाहिँ नि यो 14वटा सूत्रबाट यो 42वटा प्रत्याहारहरू चाहिँ डिराइभ गरेको हो। सर त्यसो भए हामीले चाहिँ यो चाहिँ 42वटालाई चाहिँ कहाँ कसरी भनेर नसोचिकन एज अ फर्मुलाकै रूपमा मात्र सम्झ्यो भयो सर। यसलाई फर्मुलाकै रूपमा सम्झिने। अब मैले अघि पनि भने एउटा प्र्याक्टिकल वेमा चाहिँ नि यदि यो 42वटा नै प्रत्याहारहरू सबै चाहिँ कन्फ गर्न सकिएन भने मेन यसको बेस भनेको हामीलाई महेश्वर सूत्र याद हुनु पर्यो। जहिले पनि महेश्वर सूत्र चाहिँ नि बाई हार्ट हुनु पर्यो। आयु उङ रेलिक ए अङ ए ओ छाय व्रत लण यम गणनम तपाय गणदस जब गणद ख फ छ ठ ठ तट तब कपाय सत हल, यसरी चाहिँ याद हुनु पर्यो। अब जब हामीले चाहिँ नि पछि संज्ञा प्रकरण गर्छौँ त्यति बेला चाहिँ त्यहाँ व्याख्या भए अनुसार यो प्रत्याहार भन्ने बित्तिकै अब त्यो प्रत्याहारमा के पर्छ हामीलाई कन्फ भएन भने त्यो प्रत्याहार जस्तै भनौँ खर प्रत्याहार छ। खर प्रत्याहार भनेको खबाट सुरु भयो। अब ख भनेको कहाँबाट सुरु हुन्छ हामीलाई 11औँबाट क्लिक भइहाल्नुपर्छ कि 11औँ सूत्रबाट। 11औँ सूत्र ख फ छ ठ ठ तट तब
त्यसपछि आएर 12 मा कपाए अनि 13 मा सससर हो र आयो भनेपछि खर प्रत्याहार भन्ने बित्तिकै 11 को ख देखि लिएर 13 को चाहिँ र सम्मको बीचको त्यसलाई चाहिँ हामीले मनमा नै पनि औलामा गनेर पनि हामीले चाहिँ त्यो लेटरहरू निकाल्न सक्छौँ। हो यसरी यदि यो 42 वटा 14 किन नलिएको भन्दाखेरि खर प्रत्याहारमा रसम्म मात्रै हो। र भनेको 13 को स रसम्म हो। यदि खल प्रत्याहार भइदिएको भए चाहिँ 11 को ख देखि लिएर 14औं सूत्रको अन्तको लसम्म लिनुपर्ने हुन्छ। त्यही भएर यदि यो प्रत्याहार पर्टिकुलर प्रत्याहारमा यति नै लेटरहरू पर्छ भनेर हामीले कण्ठ गर्न सकिएन भने सपोज त्यो 42 वटा प्रत्याहारलाई चाहिँ हामीले कण्ठ गर्न सकिएन भने एउटा टेक्निक भनेको मेन हाम्रो 14 वटा सूत्र चाहिँ कण्ठ हुनु पर्यो। त्यही भएर जुन प्रत्याहारको त्यहाँ जुन प्रत्याहारको चाहिँ त्यहाँ व्याख्या गरेको हुन्छ त्यो प्रत्याहारलाई हामीले औलामा महेश्वर सूत्र गनेर पनि त्यसमा बीचमा परेका लेटरहरूलाई हामीले सजिलै चाहिँ अवगत गर्न सक्छौँ। यसरी चाहिँ हामीले पछिको चाहिँ प्र्याक्टिसमा चाहिँ यसलाई लिन सक्छौँ। यसमा अरू कसैलाई केही कुरा छ भने भन्नु होला। जोग दाइले केही सोध्न लाग्नु भएको हात उठाउनु भएको छ जोग दाइ? मैले एउटा यो हजुर भन्नुहोस्। मैले पनि यहाँ सोध्न लाएँ है। हजुर यो प्रत्याहारमा जो एकजनाले मात्रै पहिला सोध्नु है। वान बाई वान गरौँ न, एकजनाले पहिला सोधिदिनुहोस्। प्रत्याहारमा यो मङ्गलसूत्रको अक्षर कहाँदेखि पहिलादेखि अन्तसम्मको अक्षर अलि मिलाएर देख्न मिल्छ कि कहाँ पहिलो र अन्तको प्रत्याहारमा पहिलो र अन्तको अक्षर यहाँ मङ्गलसूत्रबाट आउँछ नि, अनि कहाँसम्म हो त्यो देखेर मिल्छ कि मङ्गलसूत्रबाट भन्नाले त्यो क्लियर छैन अनि बुझ्न अलिक गाह्रो भएको हुनाले। ए होइन, तपाईँले मङ्गलसूत्र भन्नुभयो त्यही भएर अब मङ्गलसूत्र भनेर फेरि यता हाम्रो बुद्ध शिक्षामा महेश्वर सूत्र होइन महेश्वर सूत्रको प्रत्याहारमा पहिलो र अन्त्यमा अक्षर हुन्छ नि, कहाँदेखि कहाँसम्म यो लेखेर यो प्रत्याहारमा लेखे जस्तै लेखेर अघि भनेको साउन्ड क्लियर नभएको हुनाले अलिक त्यो यहाँले भन्नुभएको किताबमा पाउनुहुन्छ, म यो पोस्ट गर्छु है। त्यो किताबमा चाहिँ तपाईँले ठ्याक्कै चाहिँ कुन कुन छ त्यो ठ्याक्कै छ, म त्यो पोस्ट गर्छु, यहाँले त्यसबाट जस्तै ठिकै छ। उहाँको प्रश्न मैले बुझेँ र त्यसलाई छोटकरीमा मैले एउटा सानो एक्जाम्पल गरेर म देखाइदिन्छु। जस्तै अ इ उ अनि अण, यो चाहिँ पहिलो सूत्र भयो। दोस्रो सूत्र छ रि रि अनि क। अब त्यस्तै अर्को चाहिँ नि ए ओङ ए औ छायब्रट लण यम गणनम झपाए गणदस जब गणदस ख फ छ ठ ठ त त कपाए ससुर हल, यसरी छ। अब यसमा चाहिँ नि हामीलाई चाहिने यो 42 वटा पाणिनि ऋषिले चाहिँ निकाल्नु भएको प्रत्याहार भन्थे। अब थुप्रै यो के अरे श्लोकहरूबाट आएको प्रत्याहार छ। त्यसमा जस्तै उदाहरण लागि तपाईँले हाम्रो जोगदाइले सोध्नु भएको प्रश्नमा प्रत्याहार भनेको के हो त भन्दाखेरि कुनै एउटा चाहिँ नि हामीलाई चाहिँ नि वर्ड दियो भने त्यो वर्डमा बिचमा रहेको अरू लेटरहरू के हो त। जस्तै अब यो अहिले एउटा एक्जाम्पलको लागि मैले पहिलो र दोस्रो चाहिँ नि महेश्वर सूत्र लिएको छु भन्दाखेरि जस्तै हामीसँग अहिले 42 वटा प्रत्याहार मध्ये एउटा चाहिँ नि हामीले अण प्रत्याहार भन्यौँ। अब अण प्रत्याहार भनेको यो अ चाहिँ नि कहाँ छ त भन्दाखेरि महेश्वर सूत्रको पहिलो अक्षरमा।
त्यसपछि यो अण चाहिँ नि कहाँ छ त भन्दाखेरि महेश्वर सूत्रको पहिलो सूत्रको लास्टको अक्षरमा। त्यसपछि अब यसको यो अ र अणको बिचमा परेको लेटरहरू के हो त भन्दाखेरि अ अनि इ र उ। अब त्यस्तै गरी सपोज अर्को प्रत्याहार अब अक प्रत्याहार छ भने यो अ भन्ने लेटर र आधा क भन्ने लेटरको बिचमा महेश्वर सूत्रमा हेर्दाखेरि कति लेटरहरू छ त भन्दाखेरि अब यो अ भनेको कहाँ छ भन्दाखेरि यस्तै अघि जस्तै महेश्वर सूत्रको पहिलो अक्षरमा अ। त्यसपछि अब आधा क कहाँ छ भनेर महेश्वर सूत्रमा हामीले हेर्यौँ भने महेश्वर सूत्रको दोस्रो सूत्रको अन्तिम अक्षर भनेपछि यो अदेखि लिएर यो आधा कसम्मको बीचको अक्षरहरूलाई हामीले लिने। अनि अघि जस्तै संज्ञा प्रकरणमा के भनेको छ मैले अलिकति व्याख्या गरिदिइसकेँ। बिचमा जुन आधा अक्षरहरू छ त्यो आधा अक्षरहरूलाई चाहिँ नि हामीले प्रत्याहारमा काउन्ट गर्ने र यसरी जुन अक प्रत्याहार छ अक प्रत्याहारलाई अ कहाँ छ र क कहाँ छ हामीले खोज्दाखेरि महेश्वर सूत्रमा पहिलो सूत्रमा अ भेट्टाइयो र पछिल्लो सूत्रको अन्तमा आधा क भेट्टायो भने त्यो बिचको चाहिँ नि लेटरहरू जस्तै अ इ उ रि र लि यसरी चाहिँ नि प्रत्याहार बन्दै जान्छ। त्यही अघि भने जस्तै सबै प्रत्याहार यसरी नै हो। मतलब हामीले पहिला त्यो प्रत्याहारको जुन चाहिँ नि अक्षर छ पहिलो अक्षर र दोस्रो अक्षर त्यो पहिलो अक्षर महेश्वर सूत्रमा हेर्दाखेरि कहाँ छ त्यो पत्ता लगाउनु पर्यो र दोस्रो आधा जुन अक्षर छ कन्सोनेन्ट आधा काटेको त्यो अक्षर पनि महेश्वर सूत्रको चाहिँ कुन सूत्रमा अन्तमा छ त्यो हेर्नु पर्यो र त्यति बिचको चाहिँ नि अक्षरलाई त्यो प्रत्याहारमा पर्छ भनेर हामीले बुझ्नु पर्यो। यस्तो हो। महेन्द्रजीले हात उठाउनु भएको छ। हजुर मैले यहाँ यो च्याटमा लेखिदिएको छु 1 2 3 4 यसरी नै हो त? हजुर मैले च्याटमा 1 2 3 4 मैले लेखेको छु हैन त्यो त्यसरी गर्ने हो त सरले यसरी हेर्नुस् जस्तै अणुको प्रत्याहारको वर्ण गणना गर्दा पछाडीको लाइन चाहिँ हलन्त पनि लिनु भएको छ। हलन्त राख्नु पर्दैन होला। हो हलन्त भयो आदि अक्षरमा राख्नु भएको छ। पूर्ण वर्ण भएन त्यो। आदि अक्षर राख्नु पर्दैन। जस्तै अण सुरुको छ नि हजुर अणको जुन छ नि मैले गरेको छ अ इ उण भयो त्यस्तै 4 नम्बरमा अट 4 नम्बरको अटमा अ इ उण चाहिँ अण राख्नु पर्दैन अ इ उ मात्रै हुने भयो। अ इ उ मात्र हुन्छ र अलिकति मैले बुझ्नु खोजेको त्यसैको लास्टको एउटा चाहिँ नराख्ने होइन भने त्यो जुन यो के अरे आधा अक्षरको चाहिँ नि त्यसमा चाहिँ संज्ञा प्रकरण के भयो त्यो आधा म्युट भएको रहेछ। ठिक छ सुनिन्छ सर अहिले आइसक्यो। हो त्यो जुन सबै महेश्वर सूत्रको अन्तमा जति पनि आधा अक्षरहरू छ मतलब आधा काटेको अक्षरहरू छ। अब यही के अरे पाणिनि व्याकरणमा नै जस्तै संज्ञा प्रकरण भन्ने चाहिँ छ। संज्ञा प्रकरण भनेको कुनै एउटा त्यसको चाहिँ नि नाम दिने त्यो टर्मलाई चाहिँ नाम दिने एउटा चाहिँ च्याप्टर छ। त्यो च्याप्टरमा चाहिँ नि एउटा श्लोक छ यो हकारान्त लोपः भनेको त्यो चाहिँ नि बिलाउँछ भनेको मतलब त्यसलाई हामीले काउन्ट गर्नु पर्दैन। अब त्यो श्लोकको व्याख्या अनुसार चाहिँ जब हामीले प्रत्याहारमा चाहिँ लेटरहरू चाहिँ छनौट गर्छौँ जुन लास्टमा आएको यो आधा काटेको चाहिँ कन्सोनेन्ट छ त्यो कन्सोनेन्टलाई चाहिँ हामीले काउन्ट गर्दैनौँ। जस्तै अ इ उ अनि आधा जुन अण छ त्यसलाई काउन्ट गर्दैनौँ। र त्यसरी जस्तै अक प्रत्याहारमा छ भने अ इ उ लियो त्यसपछि रि अनि लि लियो। यसरी जति पनि आधा काटेको अन्तको चाहिँ लेटरलाई चाहिँ हामीले त्यसमा काउन्ट गर्दैनौँ।
सर एउटा क्वेसन छ नि है अरु कसैलाई के हजुर सर भर्खर हजुरले भन्नुभएको थियो पछाडिको चाहिँ आधा काटेको अक्षरलाई चाहिँ हामीले चाहिँ लिनु पर्दैन त्यो बिलाएर जान्छ भन्ने कुरा आउँदाखेरि हजुरको चाहिँ त्यसमा चाहिँ कन्सोनेन्ट भनेर भन्नुभएको हैन कन्सोनेन्ट भन्नु हुँदाखेरि चाहिँ अरु सबैमा त कन्सोनेन्ट नै छ भावल त कहीं पनि छैन नि सर यो 14 वटामै सबैमा कन्सोनेन्ट छ भावेल कहीँ पनि छैन भने त्यो कुरा मैले अलिकति अस्तिको क्लासमा चाहिँ नि अलिकति हाइलाइट गरिदिएको छु जुन हामीले चाहिँ नि ग्रामरमा पहिला पढ्छौँ भावेल र कन्सोनेन्ट भनेर जसलाई चाहिँ नि यो भावेल भनेको चाहिँ नि अ आ इ ई जुन हामीले पढ्छौँ त्यो चाहिँ नि भावेल अनि कन्सोनेन्ट भनेको चाहिँ नि क का क जुन पढ्छौँ त्यो चाहिँ नि कन्सोनेन्ट भन्ने चाहिँ नि छ तर संस्कृत ग्रामरमा चाहिँ नि अहिले तपाईले अस्तिको क्लासमा पनि मैले भन्दाखेरि महेश्वर सूत्रमा तपाईले हेर्नुभयो भने अ यु देखि जति पनि भावेल छ र क ख को जति पनि कन्सोनेन्टहरु छ त्यो सबै त्यो 14 वटा महेश्वर सूत्रमा चाहिँ नि गाडिएको छ र यहाँ चाहिँ नि हाम्रो जुन यो खुट्टा काटेको र नकाटेको कन्सोनेन्ट भन्दाखेरि अस्तिको क्लासमा मैले अलिकति हाइलाइट गरेको कुरा के हो भन्दाखेरि जुन पनि कन्सोनेन्ट छ त्यो कन्सोनेन्टलाई चाहिँ नि महेश्वर सूत्रमा लिँदाखेरि पाणिनि ग्रामरमा चाहिँ नि एउटा श्लोकमा के भनेर वर्णन गरेको छ व्याख्या गरेको छ भन्दाखेरि हकारादेषु अन्तेह अकाराः उच्चारणार्थेह भनेको छ अब यो जुन हामीले पहिला क्लासमा पढ्छौँ कन्सोनेन्ट भनेर यसलाई चाहिँ नि हकार भनेर भनेको छ यो कन्सोनेन्टलाई र भावेल जुन छ उसलाई चाहिँ नि अकार भनेको छ जति पनि अ आ इ ई छ उसलाई चाहिँ नि भावेललाई यो पाणिनि ग्रामरमा अकार को संज्ञाले चाहिँ नि नाम दिएको छ भने जति पनि कन्सोनेन्ट क ख ग घ छ उसलाई चाहिँ नि हकारको संज्ञाले नामाकरण गरेको छ अब त्यसपछि त्यही पाणिनि ग्रामरमै एउटा चाहिँ नि सूत्र एउटा चाहिँ नि श्लोक यसरी दिएको छ कि हकारादेषु अन्तेह हकारादेषु यो सु भनेको पछि हाम्रो जुन यो कारक र विभक्ति पढ्छौँ कारक र विभक्ति पढ्दाखेरि एउटा वर्डको चाहिँ नि हाम्रो 24 वटा डिफ्रेन्ट चाहिँ नि फर्मेसनहरु हामी गर्न सक्छौँ यो सु भनेको त्यसको भनेको हकारादेषु भनेको मतलब त्यो हकारको अन्तेह भनेको मतलब अन्तमा अकाराह उच्चारणार्थेह जति पनि हकार छ त्यो हकारको अन्तमा चाहिँ अकार हुन्छ र त्यो अकार के को लागि त भन्दाखेरि उच्चारणार्थेह सपोज भनौं यही हलाई नै लिने हो भने यो ह हो अब यसलाई म्याथमेटिकली हामीले हेर्दै हो भने अस्ति मङ्गलाचरणमा पनि मैले अलिकति गरेर देखाएँ अब यो ह भनेको के हो त भन्दाखेरि यो ह भनेको यसरी आधा ह प्लस अ हो हैन अब यहाँनिर हामीले बुझ्नु पर्ने यो आधा ह भनेको चाहिँ नि कन्सोनेन्ट हो त्यही भएर यो पुरा ह हुनुको अर्थ के हो त भन्दाखेरि आधा ह र अ हो त्यही भएर पाणिनि ग्रामरमा एउटा श्लोकमा व्याख्या गरेको छ हकारादेषु हकाराह भनेको यो ह भयो चाहे ह क ख ग जे पनि हो हकारादेषु अन्तेह मतलब त्यसको अन्तमा अकाराह मतलब अकार छ त्यो के को लागि त भन्दाखेरि उच्चारणार्थेह त्यसको चाहिँ प्रोनाउन्सिएसनको लागि अब यसरी जति पनि आधा चाहिँ छ अब आधा क आधा ख हामीले यसलाई प्रोनाउन्स गर्न सक्दैनौँ जस्तै क मात्र हुन्छ ख मात्र हुन्छ ह मात्र हुन्छ त्यसले हामीलाई पूर्ण चाहिँ प्रोनाउन्स गर्न गाह्रो हुन्छ र त्यो प्रत्येक कन्सोनेन्टहरुमा अन्तमा चाहिँ यो भावेल साउन्ड अ चाहिँ जोडिएको हुन्छ त्यो अ चाहिँ के को कारण के को लागि हो त भन्दाखेरि यसको उच्चारणार्थेह उच्चारणको लागि यस्तो छ हो सर त्यसैले यसको सबैमा चाहिँ त्यो कन्सोनेन्टमा खुट्टा काटेको भएको कारणले गर्दा त्यसलाई चाहिँ गर्न पर्दैन भन्ने कुरा हो हजुर हस् धन्यवाद रविन्द्रजीको हात उठिरहेको छ केही प्रश्न सोध्न लाउनु हो रविन्द्रजी हजुर मैले सोध्न लागेको जुन यो हामीले 1 नम्बरदेखि 42 नम्बरसम्म दिइराखेको छ
त्यो क्रममा के देखेको छ भन्दाखेरि 1 देखि 8 सम्म चाहिँ 1 देखि 15 सम्म लगभग अगाडिबाट श्रेय ल्याएको छ। त्यसपछि 16 मा खय आएको छ। खय भनेको तल छ ख अनि हो 31 मा ए छ। यो क्रम यस्तै हो अथवा तलमाथि गर्दा पनि हुन्छ। जस्तै 15 मा तपाईले भनेको 8 छ, 8 पछि चाहिँ नि 16 मा खय छ हैन? हजुर। पछि मान्नुहोस्। अब हामीले श्लोकमा हेर्दाखेरि ऐ पछि ए बाट ए आउँछ, 31 मा छ, त्यो तल गएको छ। त्यो क्रम मिलाउनु पर्छ अथवा जसरी राख्दा पनि हुन्छ। यो नम्बरसँग के सम्बन्ध छ कि छैन? जस्तै तपाईको पहिला प्रश्न त बुझेँ, मतलब 15 मा एच आएपछि 16 मा एकचोटि एबाट ख गयो। अब ए भनेको चौथो सूत्रमा समावेश सूत्रको अनि खय भनेपछि चाहिँ 11औं सूत्रमा छ। हजुर। अनि दोस्रो चाहिँ बुझिएन तपाईले भन्नुको। दोस्रो भनेको अब ए न 31 मा छ हैन? यसपछि ए नबाट गरेको भए सरल बुझ्न सजिलो हुन्थ्यो भनेको। त्यसपछि ए न भनेको ए च पछि ऐ च पछि बुझे मतलब 15 मा ऐ च आएपछि अनि 16 मा फेरि किन खय आयो? धेरै तल गयो। 5औं को चाहिँ हाइब्रिडको य देखि लिएर 6औं को अणसम्म किन नगरेको भन्ने त्यो प्रश्न भयो हैन? हजुर। हो। अब यो प्रत्याहारलाई चाहिँ नि पाणिनीले चाहिँ नि बनाउँदाखेरि के गर्नुभयो त भने जुन माहेश्वर सूत्रको ऐ उण देखि लिएर पहिलो चाहिँ नि अबाट जतिवटा प्रत्याहार बनेको छ त्यो सबैलाई अल्फाबेटिकल जुन हामीले चाहिँ नि लाइब्रेरीमा चाहिँ एउटा अल्फाबेटिकल म्यानरमा चाहिँ नि किताबहरू मिलाउँछौँ। जस्तै एबिसिडी को मेन्टेन गरेर त्यसपछि एबाट अब लगत्तै बी आएकोलाई त्यसपछि एबाट सी आएको त्यसरी जुन अल्फाबेटिकल म्यानरमा चाहिँ नि हामीले लाइब्रेरीमा किताबहरू मिलाउँछौँ त्यही प्रसङ्गमा चाहिँ नि यो पाणिनी ग्रामरमा ऋषि पाणिनीले चाहिँ त्यसरी मिलाउनु। जस्तै अबाट सुरु भएको छ भने अबाट जतिवटा प्रत्याहार छ त्यसलाई चाहिँ नि पहिला राख्यो। जुन क ख ग ग हामीले गर्छौँ र त्योभन्दा पनि अगाडि जुन भावेल साउन्ड छ अ आ इ ई त्यही भएर तपाईँले हेर्नु होला 42औं प्रत्याहारसम्म त्यसरी चाहिँ नि मिलाएको छ। हस्, धन्यवाद सर। केशवराजजीको केही प्रश्न हो? हात उठिरहेछ। महेन्द्रजीको त अघि सल्भ भयो है, हात झार्दा भयो। अरू केही प्रश्न छ भने? केशवराजजीको हात उठिरहेछ, केही प्रश्न हो हजुरको? आन्सर आइसक्यो अघि नै आइसक्यो। सर यसमा ह दुईटा छ नि, 5 मा पनि छ 14 मा पनि छ। एउटै ह दुई चिटो लाग्दै हलको ह तल लिन हुन्छ कि हुँदैन? हो। अब त्यसमा पनि के छ त भन्दाखेरि हामीले यहाँ बुझ्नुपर्ने के हो, प्रत्याहार भन्ने बित्तिकै त्यो दुईवटा अक्षर हुन्छ, एउटा अगाडिको पूर्ण अक्षर र पछाडिको चाहिँ हाफ अक्षर। र त्यो अगाडिको पूर्ण अक्षर प्रत्याहारको चाहिँ माहेश्वर सूत्रमा हेर्दाखेरि कहाँनिर चाहिँ स्टार्ट भएको छ र पछाडिको चाहिँ आधा अक्षर चाहिँ कहाँ छ त्यो हेरेर त्यसको बिचमा रहेको लेटरहरूलाई चाहिँ नि हामी प्रत्याहारको रूपमा लिने हो। अब तपाईँले भन्नुभएको प्रश्न जायजै हो। मतलब हल भन्ने बित्तिकै हामीसँग चाहिँ नि ह चाहिँ नि दुईवटा छ, एउटा चाहिँ नि 5औंमा हाइब्रिडदेखि सुरु भएको छ भने 14औंमा चाहिँ नि हल भनेको छ। अब प्रत्याहार भन्ने बित्तिकै त्यो दुईवटाको बिचको चाहिँ अक्षरहरू भएको कारणले गर्दाखेरि यदि हल प्रत्याहारमा चाहिँ नि हामीले हेर्ने हो भने यदि 14औंको हललाई मात्र लिने हो भने त्यहाँ ह र आधा लको बिचमा कुनै लेटरहरू नै छैन। त्यो कारणले गर्दाखेरि हामीले के बुझ्नु पर्यो त भन्दाखेरि हल प्रत्याहार भनेको के हो त भन्दाखेरि 5औंको हदेखि सुरु भएर र 14औंको आधा लसम्मको बिचको अक्षरहरू, त्यसरी हामीले बुझ्नु पर्यो। डाक्टर साहबलाई मलाई एउटा प्रश्न छ। जस्तै अब यो प्रत्याहारको चाहिँ फर्मेसन र यसलाई चाहिँ बुझ्ने चाहिँ अब स्पष्टै भयो जस्तो लाग्यो। यो प्रत्याहार चाहिँ हामीले कहाँ युज गर्छौँ भनेर एउटा दुईटा उदाहरण चाहिँ अहिले दिन मिल्छ होला? प्रत्याहारको प्रयोग चाहिँ हामीले कहाँ? प्रत्याहारको जस्तै
यो यसको चाहिँ नि युज चाहिँ नि हामीले कहाँ गर्छौँ भन्दाखेरि जब चाहिँ नि सन्धि प्रकरणमा, सन्धि प्रकरण भनेको कुनै एउटा अक्षर छ, सरी एउटा वर्ड छ र अर्को वर्ड छ। अब त्यो दुईवटा वर्डलाई चाहिँ नि हामीले जोड्दाखेरि एउटा उदाहरण दिएर हजुर देखाइदिनु भयो भने अनि अलिकति यसको चाहिँ एप्लिकेसन चाहिँ के को लागि गरिरहेको रहेछ भन्ने अलिकति क्लियर हुन्छ। अहिले फर्मुला भन्दाखेरि के कसो जस्तो लागिरहेछ मलाई आफैले पनि त्यस्तै लागिरहेछ। अहिले तपाईँले भनेको मैले बुझेँ। जस्तै अहिले मैले उदाहरण दिँदाखेरि फेरि तपाईँहरूले बुझ्नुहुन्न। किन त भन्दाखेरि त्यो उदाहरण पनि कस्तो छ भन्दाखेरि सिरियली, जस्तै एउटा गुण सन्धि, त्यसपछि आएर वृद्धि सन्धि, त्यसपछि आएर फेरि अरू सन्धिहरू जस्तै तपाईँले भनिहाल्नुभयो। ल उदाहरणको लागि मैले एउटा चाहिँ तपाईँलाई भन्छु, एउटा इको यणची भन्ने एउटा चाहिँ नि यो त्यसैमा चाहिँ नि यो सन्धि प्रकरणमै इको यणची भन्ने एउटा सूत्र छ, फर्मुला छ। त्यो फर्मुला भन्दाखेरि एउटा छुट्टै वर्ड हुन्छ र अर्को छुट्टै वर्ड हुन्छ। त्यसको चाहिँ नि यसरी एन्डिङको अक्षर र त्यसको स्टार्टिङको अक्षरलाई लिने हो भने त्यो दुईवटा जोड्दाखेरि त्यसको एन्डिङको अक्षरमा या त स्टार्टिङको अर्को शब्दको स्टार्टिङको अक्षरको जुन लेटर छ त्यो चेन्ज हुन्छ। अनि त्यो चेन्ज हुने प्रक्रियामा चाहिँ त्यही इको यणची भन्ने चाहिँ नि जुन सूत्र छ त्यो सूत्र अनुसार के छ त भन्दाखेरि यदि अगाडिको वर्डको अन्तको अक्षरमा यो प्रत्याहारको चाहिँ अक्षर छ भने र पछाडिको चाहिँ नि अक्षरको शब्दको पहिलो अक्षरमा यो प्रत्याहारको चाहिँ नि अक्षरहरू छ भएको खण्डमा यो प्रत्याहारको फलाना फलाना अक्षरबाट क्रमशः त्यो प्रत्याहारको फलाना फलाना अक्षरमा चाहिँ नि परिणत हुन्छ भनेर चाहिँ यसरी चाहिँ नि एउटा चाहिँ सूत्र हुन्छ। हो त्यसरी त्यति बेला चाहिँ नि काम आउँछ यसको। हजुर धन्यवाद। ल ठिक छ, अब पछि चाहिँ सन्धि गर्दाखेरि अझ चाहिँ क्लियर हुन्छ होला। सन्धि गर्दाखेरि अझ बुझिन्छ। अब थप प्रश्न चाहिँ छैन जस्तो, हामी अलि अगाडि बढ्न सक्छौँ हजुर। हाम्रो टाइम पनि सिद्धिन थाल्यो। अलि अगाडि चाहिँ केही जान सकिन्छ भने हामीसँग समय छ। प्रश्न केही छ भने जान त सकिन्छ, तर यो जुन संस्कृतको बेस भएको कारणले गर्दाखेरि पहिला यसलाई नै हामी सबैले चाहिँ नि बुझ्यौँ र डाइजेस्ट गर्यौँ भने पछि चाहिँ अगाडि बढ्न सजिलो हुन्छ। त्यो टाइमको हिसाबले पनि हजुर अलि अब गृह कार्यको लागि अब किनभने अब हामी आज छुट्टिएपछि फेरि अर्को सोमबार मात्रै भेट हुन्छौँ, केही लामै समय हुन्छ। यो लामो समयमा चाहिँ होमवर्क गर्ने चाहिँ केही कुराहरू चाहिँ गर्नु पर्ला जस्तो। यो लामो समयमा होमवर्क गर्ने भनेको एउटा चाहिँ नि महेश्वर सूत्र चाहिँ नि 14वटा जुन छ त्यो कण्ठ गर्नु पर्यो। अर्को जुन यो प्रत्याहार चाहिँ कण्ठ गर्नु पर्यो। त्यति चाहिँ नि मेरो तर्फबाट होमवर्क तपाईँहरूलाई। ल धन्यवाद सर। त्यो प्रत्याहार हामीले पाउँछौँ नि है? त्यो किताबमै छ है? ए हस्, त्यो उसमा राखिदिन्छु। हजुर हस्, थ्याङ्क यू। हाम्रो यो प्रत्याहार कण्ठ गर्ने कुनै फर्मुला छ कि केही मेथड छ कि? प्रत्याहार कण्ठ गर्ने भनेको तपाईँले एउटा कपीमा चाहिँ नि प्रत्याहार जुन हामीले 42औं प्रत्याहार हामीले आज भन्यौँ त्यसलाई चाहिँ सिरियली लेख्नुहोस् र अर्को छुट्टै जाने महेश्वर सूत्र जुन छ त्यो लेखेको एउटा छुट्टै कपी या पाना साइडमा राख्नुहोस् र त्यसपछि एउटा एउटा प्रत्याहार लिँदै तपाईँले त्यो महेश्वर सूत्रमा त्यसलाई एनालाइसिस गर्नुहोस्। मतलब एउटा प्रत्याहारको जुन स्टार्टिङको अक्षर र एन्डिङको आधा अक्षर छ त्यसलाई चाहिँ नि कहाँनिर महेश्वर सूत्रमा कहाँनिर पर्छ त्यो हेर्नुहोस् र त्यसबाट भएको चाहिँ नि बिचको अक्षरहरू सम्झिनुहोस् र त्यसलाई के अरे कण्ठ गर्ने अघि नै मैले एउटा भने सबैभन्दा राम्रो तरिका भनेको यदि 14वटा यो महेश्वर सूत्रहरू थरोली चाहिँ याद भयो भने कुनै पनि प्रत्याहार होस् त्यो प्रत्याहार भन्ने बित्तिकै तपाईँले त्यो के अरे त्यसमा चाहिँ नि टाउको दुखाइराख्नु पर्ने छैन। अब कण्ठ भइहाल्यो भने त झनै राम्रो, सुनमाथि सुगन्ध। अब भएन भने त्यसमा चाहिँ नि टाउको दुखाउनु भन्दा यो सिम्पल्ली 14वटा प्रत्याहार कण्ठ हुने बित्तिकै कुनै 14वटा महेश्वर सूत्र कण्ठ हुने बित्तिकै कुनै पनि एउटा प्रत्याहार छ भने त्यो प्रत्याहारलाई हामीले अब जस्तै यो के अरे औँलाको जुन उसमा कोष्ठहरूमा चाहिँ नि हामीले
महेश्वर सूत्रलाई चाहिँ नि काउन्ट गर्दै लग्न सक्छौँ। जस्तै पहिलोमा चाहिँ नि ऐ उन, दोस्रोमा चाहिँ नि रिलेट, तेस्रोमा ऐ औ, तेस्रोमा ऐ औ, यसरी गर्दै जानुभयो भने जुन प्रत्याहारको पहिलो अक्षर छ त्यहाँ चाहिँ नि त्यो तपाईँले प्रनाउन्स गर्दाखेरि आइसकेको हुन्छ। जस्तै एक्जाम्पलको लागि एच प्रत्याहार छ भने ए य र च, अगाडिको य अनि त्यसपछि पछाडिको आधा त छ भने अब तपाईँलाई त्यो एच प्रत्याहारमा के पर्छ तपाईँले बिर्सिनुभयो भने यसरी औँलाको कोष्ठमा चाहिँ तपाईँले महेश्वर सूत्रलाई चाहिँ नि काउन्ट गर्दै लग्नुभयो भने अगाडिको ऐ उन त्यसमा कुनै पनि परेन, दोस्रो चाहिँ नि रिलिक त्यसमा पनि परेन, तेस्रोमा चाहिँ ऐ औ गर्दाखेरि ए त पर्यो, त्यसपछि अब चौथोमा चाहिँ नि ऐ औ गर्दाखेरि त्यसमा पनि आधा त पर्यो। यसरी तेस्रो सूत्रको ऐ औ देखि लिएर चौथोको चाहिँ नि आधा त सम्मको ऐ औ सम्मको लेटरहरू ए ओ अनि त्यसपछि ऐ औ, यसरी चाहिँ नि त्यसलाई कन्थ गर्ने एउटा सिम्पल टेक्निक हो। यसको मतलब हामीले त्यो भित्र हुने अक्षरहरू चाहिँ याद गर्नु पर्यो। जस्तै यो अन अक अच अट यसरी चाहिँ याद नगरे पनि हुन्छ। त्यसरी गाह्रो भयो भने सकिन्छ भने त सुनमाथि सुगन्ध भयो पछि हामीले गर्दाखेरि त्यसलाई सर्ट चाहिँ गर्न सकिन्छ। र सकिएन भने एउटा मेन टेक्निक भनेको यो 14वटा महेश्वर सूत्र याद हुने बित्तिकै त्यसलाई हामीले औँलाको कोष्ठमा एउटा पोस्टमा एउटा सूत्रलाई ऐ गुण रिलिक ए गर्दै लग्यो भने ठ्याक्क जुन हाम्रो त्यो प्रत्याहार छ त्यसको लेटर कुनै न कुनै कोष्ठमा परिहाल्छ। त्यसपछि फेरि त्यसको अन्तको जुन आधा अङ्क भएको छ नि जुन अक्षर छ त्यसलाई पनि महेश्वर सूत्रलाई हामीले अगाडि बढाउँदै वाचन गर्दै लग्यो भने ठ्याक्क कुनै न कुनै कोष्ठभित्र त्यो आधा अङ्क चाहिँ नि परिहाल्छ। अनि त्यसपछि त्यहाँदेखि त्यो सूत्रदेखि अर्को सूत्रसम्मको बिचको अक्षरहरू त हामीले फेरि त्यो महेश्वर सूत्रलाई एकचोटि दोहोऱ्याएपछि हामीले त्यो अक्षरहरू पत्ता लगाउन सकिहाल्छ। यो एउटा सिम्पल टेक्निक हो, प्र्याक्टिकल टेक्निक। अरू केही कन्फ्युजन छ भने भन्नु होला। लगभग अब जिज्ञासाहरू सिद्धियो छ। अब उहाँले होमवर्क पनि दिइसक्नु भएको छ। यो महेश्वर सूत्रको चाहिँ जुन 14वटा सूत्र चाहिँ मजाले चाहिँ कन्ठ गर्ने मैले यसो उपायहरू चाहिँ लिँदाखेरि हिजो युट्युबमा चाहिँ 2टा क्लिपहरू चाहिँ बजाउँदाखेरि त्यो सुन्न कर्णप्रिय पनि छ। त्यसैसँग चाहिँ गाउँदै गर्दाखेरि छिटो चाहिँ त्यो कन्ठ हुँदो रहेछ है। मैले पनि बढीभन्दा बढी चाहिँ मैले चाहिँ कन्ठ गर्ने चाहिँ प्रयास गरिरहेको छु। त्यो एउटा भयो। अब यो प्रत्याहारलाई पनि अब किन बेसिक भयो, यो बेसिक चाहिँ हामी नगरेसम्म हामी अगाडि बढ्न नसक्ने भएको भएर यो 2-3 दिनभित्र चाहिँ यहाँहरूले चाहिँ अभ्यास गरेर गरौँ। र युट्युबमा मैले अरू पनि अलिकति उपयोगी भिडियोहरू चाहिँ पाएको छु, त्यो म अहिले सेयर गरौँला, त्यो पनि हेरौँ। टिचर योगेश वैद्यज्यू डाक्टर साहबलाई पनि धेरै धेरै धन्यवाद दिँदै यो मिटिङलाई चाहिँ हामी यहीँ एन्ड गर्दैछौँ। धन्यवाद।